हेलो गाइज, आज चाहिँ म देख्न सक्नुहुन्छ तपाईँले के बनाउँदैछु। हेर्नुहोस् है त, म के बनाउनु गइरहेको छु। हेर्नुहोस् है, कस्तो लाग्छ हजुरहरूलाई यो मैले बनाएको डिसहरू। हेरेर कमेन्ट गर्नुहोस् है न, किनकि म आफ्नै हातले बनाएको चिज हो, बनाउँदै जान्छु। यसलाई तपाईँहरूले पनिर टिक्का भन्न सक्नुहुन्छ, पनिर टिक्कै हो होइन गाइज। स्पेसल पनिर टिक्का बनाउँछु म आज। उता चाहिँ मेरो मसरुम पाकिरहेछ। पनिर पनि धेरै छैन गाइज, थोरै थोरै बनाएको छु एकैजनालाई खानको लागि हो। एकजनालाई खानको लागि धेरै बनाउनै पर्दैन। म अर्को यता चाहिँ मसरुम पाकिरहेको छ। फेरि त्यहाँ मसरुममा पनि हालिदिनु पर्ने हुन्छ नि, खास जल्न सक्छ अब होइन। हेलो गाइज, मेरो कुकिङ टाइम यस्तै छ। मसरुम पुरा डाइटिङ खानु पाउनुपर्छ। यो चाहिँ छ मेरो ब्रोकौली, हेर्न सक्नुहुन्छ है। यो चाहिँ मेरो मलाई ब्रोकौली हो। यसरी बनाउँछु मैले। बनाएको आइटमहरू तपाईँहरूले के देखाउने हो र, यो त यसमा छ यो कति गरम हो यो देखाउँछु म तपाईँलाई। कालो चना है, कालो चना हेर्न सक्नुहुन्छ गाइस, एकदम गरम छ। भर्खरै बनाएको डिनरको लागि। कसैले डिनरमा स्न्याक्स खान्थ्यो भने कि कसैले अनि त्यसपछि अर्को चिज मैले यो फ्राई इडली वगेरा बनाएको थियो, यो पनि खतम भयो। फ्राई वगेरा गाइस हेर्न सक्नुहुन्छ। मसरुम धुँदाखेरि तपाईँले मसरुमलाई धुँदाखेरि चाहिँ नुन नहालिकन भुन्नुहोस् पहिला। पछि पानी सुकेपछि बल्ल नुन हाल्नुहोस् गाइस, नत्र किनकि मसरुमले चाहिँ पानी छोडिदिन्छ होइन। अब यो पनिरलाई चाहिँ म तन्दुरीमा लगाउँछु, तन्दुरी ओभनमा लगाउँछु। पनिर एकजना मात्र खाने भएर पनिर पनि धेरै पनि हालेको छैन, 4-5 पिस पनिर हालेको छु। लाल र अनि हरियो सिमला मिर्च अनि प्याज हालेको छु, खासै केही छैन। यसमा चाहिँ यो मेरो चाहिँ के छ भने यो जो हो न ग्रेभी एकदम कलरफुल तपाईँ देख्न सक्नुहुन्छ। टेस्टी भन्नुहुन्छ नि तपाईँहरू मेरो हातको खाएर हेर्नुहोस् गाइज, एकदम मस्त टेस्टी हुन्छ। हेर्नुहोस् गाइज, पनिर टिक्का तन्दुरमा हालेपछि तयार भइसक्यो देखाउँछु। यता पनि मेरो मसरुम पोटेकोले चाहिँ पानी सुकेर ड्राई भइसकेको। अनि हल्का नमक हालिदिनु मसरुममा। त्यसपछि मसरुमको लागि चाहिँ अलिकति ब्ल्याक पेपर, सोल्ट, त्योभन्दा अरू चिज केही पनि हाल्दैन मैले चाहिँ। मसरुम यस्तै राम्रो लाग्छ खानुको लागि। अब म यसलाई लैजान्छु एफआइआरमा राख्नको लागि। एफआइआर चाहिँ यतै छ। एफआइआरमा राख्नुभन्दा पहिला म सिल्भर फोइल बिछाउँछु, किनकि सिल्भर फोइल बिछायो भने एफआइआर खानु आउने चाहिँ सजिलो हुन्छ। तपाईँहरूलाई थाहा छ होला एफआइआरको हो। एफआइआरमा सिल्भर फोइल बिछाएर तपाईँहरूले काम गर्यो भने तपाईँहरूलाई चाहिँ एकदम सजिलो हुन्छ क्या गाइस। एकदम सिल्भर फोइल बिछाएर होइन गाइस, यसलाई चाहिँ टक्क लगाएर यस्तै हाल्यो, केही गर्नु पर्दैन।
बस टक्क टक्क यस्तै राखिदिने हो। त्यसपछि हामीले यो मसला जो पनि छ नि मसला यसमा चुहाइदिउँ। एकदम तपाईँको अहिले हेर्नुहोस् पाक्न निस्केपछि तन्दुरी मलाई भर्खर खाएको। ल गाइस फाइनली अब म रेडी भएपछि तपाईँलाई देखाउँछु। आई होप तपाईँले सबैजना ठिक हुन्छ होला। मेरो फेसबुकमा मान्छेहरूलाई भिडियो चाहिँ धेरै राम्रो भयो होला।